र हामी अब निस्किन लागो। ठुले पूजा गरेर सक्यो। मन्दिर यही हो र मन्दिर खुर्सानी नखा अरे। हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम टु माई युट्युब च्यानल। आई होप सब सन्चै आराम हुन्छ र म पनि सन्चै आराम छु। आज न्यू डे न्यू भ्लगको साथमा आइसकेको छु। आज हाम्रो यात्रा हुनेछ कालिका मन्दिर। गैँडाकोटभन्दा माथि डाँडामा रहेको कालिका मन्दिरको दर्शन गर्न गइरहेछौँ हामी, मेरो फ्यामिली। र त्यही हो, जे हुन्छ म त्यही देखाउने कोसिस गर्छु है त। बिहान भएको छ है, एकदम बिहान भएको छ। ल हेर्नुहोस् है त, यहाँ घाम भर्खर उदाउँदैछ है। करेक्ट 6 बजे छ अहिले। घाम यसरी उदाउँदैछ र देख्न सक्नुहुन्छ यस्तो छ वातावरण। ल हिँड होला, बस ल। यो पनि रेडी भयो, म पनि रेडी भइसकेँ अब जानलाई। मिल्छ त बस्न। ल हामी चाहिँ रेडी भएर आइसक्यौँ हमाल चोकमा। अब हामी गाडीको पर्खाइ छौँ। गाडीको लागि पर्खाइमा छौँ। गाडी आउँदैछ सायद, गाडी उता आउँदैछ। र यता केटो मन्दिर दर्शनको लागि हामी उता छौँ। गाडी आउँदैछ र हामी गैँडाकोटको समय यात्रा हुनेछ। साथीहरू हामी चाहिँ गाडी चढिसक्यो र हाम्रो फ्यामिली गाडी चढिसक्यो। अब हामी गैँडाकोटसँग आइसक्यौँ। गैँडाकोट भिरकुटी चोकको यात्रा। ल हामी चाहिँ भिरकुटी चोक आयो है। भिरकुटी चोक के हो, उल्टी हुनु ला खोइ साने खोइ ए चोरी किन्न भने त। ओ दर्पण ल साथीहरू, भिरकुटी चोक आयो हामी। अब यहाँबाट फेरि हामी वहाँ बेसीको लागि जानु। साथीहरू हामी आइसक्यो फेदीमा, कालिका गेट नजिक आइसकेको छौँ। अब चाहिँ हामी कालिका मन्दिरको लागि स्टार्ट भयो। वेलकम मौला कालिका प्रवेशद्वार। अब हाम्रो स्टार्ट भयो यात्रा। अब 1 घन्टाको यात्रा छ हामी मन्दिर जानको लागि र अब हामी हिँड्दैछौँ है त। यता अगाडि मेरो फ्यामिली हिँडिसकेका छन् र म पछाडि त्यसलाई मिलाएर दिकै, त्यसलाई मिलाएर अहिले हिँडा त ढिलो हुँदैन। यसलाई हिँडाएर कहिले हो? हामीले उकालो चढिसक्यौँ है, उकालो चढ्दैछौँ अब। भेन्टेसँग यहाँबाट स्टार्ट भयो है। अमृतधारा सरसफाइयुक्त पिउने पानी अरे।
त्यो सब बाटोमा सिद्धेश्वर महादेव मन्दिर अरे सिद्धेश्वर महादेव आयो हम गणेश मन्दिर यताबाट कहाँबाट जलाउनु यो पछाडि देख्न सक्नुहुन्छ गणेशको मन्दिर। हामी गणेशको पूजा गरेर हामी उकालो चढ्दैछौँ फेरि, किनकि यहाँ अलिकति उकालो चढेको 5 मिनट पछिमा चाहिँ फेरि गणेशको पूजा गर्नुपर्ने हुँदैछ। गणेशको पूजा गरियो र हामी हिँड्दैछौँ उकालो। अब हेरौँ कति टाइम लाग्छ। यता अगाडि हिँड्दैछन् भण्डाङ हिँड्छौँ, सानो केटो ठुलो केटो म्याडम अनि म हिँड्दैछु। लो घिसार फटाफट दुईटाले। औँला दिए पो समाउन भनेको बाटोमा यस्तो दृश्य पनि देखियो है। यो त के हो, यो नाग हो कि के हो है, यो यस्तो देखियो। ल हेर्नुहोस् के हो, हजुरहरू पनि घुम्न आएको भए र यो हेरेको भए कि थाहा होला है, मलाई चाहिँ थाहा भएन। भाइको जाइदिन भाइको चाहिँ मिलाउनु मम्मी। भ्याइसक्यो त्यसले दाइले अहिले फेरि भ्याउँछ भनेर त्यता हेर्दै खाँदै गरेछ। दाजुले अगाडि भ्याइसक्यो, त्यो डब्बा होला हो त्यताले। ल यो कहाँ हो ओ त्यहीँ रोक रोक। उकालो लाग्यो। अब मन्दिर आइसक्यो। अब यहीँ माथि
3-4 मिनट हिँड्न पर्छ अब चाहिँ। हिँड्न उल्ला हो अप्ठ्यारो भए त चिच्याइदिए गर्नुहुन्छ फेरि। रुमाल फालिदिनु लजाउँ हिँड्छ लजाउँ आउनु लाग्यो ल। अब यही नजिकै आउन लाग्यो। साथीहरु मौलाकालीका एकदम गेटमा आइसक्यो हामी। अब यहाँबाट भित्र छिर्छौँ। जुत्ता चप्पल राखिसक्यो। अब लागौँ है त भित्र। अब सुरु भयो त गेट। बिन कुमारी सुरुवाल विदुदी नुवाकोटबाट आमा अस्ट्रेलिया हुनुहुन्छ। भोलि आमाको मुख हेर्ने पूर्व सन्ध्यामा उहाँका छोरा किरण, कविता, शिल्पा र सम्पूर्ण परिवारजनबाट शुक्रबार 505 रुपियाँ मौलाकालीका मन्दिरको विकार निर्माणको लागि धार्मिक पूजा गरेर पनि सक्यो र हामी अब निस्किन लाग्यो। ठुले पूजा गरेर सक्यो। मन्दिर यही हो र मन्दिर घुम्यो पनि। अब जुत्ता चिनो आफ्नो। उसले त चिनिया रहेछ त। उसले चिनिया रहेछ जुत्ता त। के हो? त्यो कहाँ राखेको त्यो डब्बा फेरि कहाँ थियो? सानो त्यो
पूजा गरेर झरिसकेपछि अब चाउमिन पनि आइसक्यो भोकाले टन्डपो यता भात नपाएर बिखुसी खाइदिनु ल ल केटालाई पर्ने पाएन महिलाले खुइस चट्नी सट्नी आउनु जहाँ पायो त्यहाँ दिँदैन चट्नी सट्नी 3 4 6 होइन होला 6 भाग किन ल्याएन त भनेको जलायो कि सडेको कि कताको कि चाउमिन सुरु कस्तो नहुने गरे मोबाइल त दबाई राख्नुपर्छ क्या बल्ल खुला लाग्छ राम्रो छ मकर सुरु भयो खुर्सानी नखा अरे त्यहीँ साइडमा राखेको हुन्छ नि फेरि हाल्न किन जरुरी छ सानो केटा त सुत्यो र यहाँ नास्ता पनि खतम खाजा सक्यो ल साथीहरू खाजासाजा खाएर पछाडिदेखि ब्यागमा खाजासाजा खाएर निस्क्यो अब म हिँड्न थालेको ठुलो केटा पनि हिँडिसक्यो अगाडि हिँड्यो 5000 को खाने आऊ टाढा
ल अब हामी यहाँबाट हिँडेको अब म घरै गएर भेट्छु रडको अलिक कलर राम्रो छ सानो केटा सुत्यो ल अब हामी ओह्रालो लाग्यौँ अब मिनिमम पनि यहाँबाट चाहिँ आधा घन्टा चाहिँ लाग्छ तल झर्नु है त्यसपछि गाडी समाएर हिँड्नुपर्छ ल म घरै गएर भेट्छु अब ल 1-1.5 घन्टाको दौरानपछि म घर आइपुगेको छु र तपाईँहरूलाई थ्याङ्क यू सो मच भन्दै र यति बेरसम्म तपाईँहरूले हेरेर साथ सपोर्ट गर्नुभयो तर तपाईँहरू सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस् थ्याङ्क यू फर वाचिङ भिडियो बाई बाई जय नेपाल।